हेलो साथीहरू, वेलकम ब्याक माई च्यानल नेपाली टप ब्लगरमा। के छ मेरा मित्रहरू, मेरा साथीहरू? आशा गर्छु सबैजना आरामै हुनुहुन्छ, किनकि यतिखेर युद्ध सुरु भइरहेको छ इन्डिया र पाकिस्तानको। आशा गर्छु म हाम्रो नेपाली दाजुभाइहरू जति पनि हुनुहुन्छ सबै सुरक्षित हुनुहुन्छ र हामीले प्रार्थना गर्न एकदम जरुरी छ, किनकि त्यहाँ हाम्रो नेपाली दाजुभाइहरू युद्धमा हुनुहुन्छ। हाम्रो गोर्खापल्टन त्यहाँ छ, जहाँ भए तापनि, जस्तो हालतमा भए तापनि हामीले प्रार्थना गर्नुपर्छ। हाम्रो प्रार्थनाले तिनीहरू उहाँहरूलाई शक्ति मिलोस्, ताकत मिलोस्, बल बुद्धि मिलोस् भनेर चाहिँ हामीले प्रेयरहरू गर्नुपर्छ हैन। साथ सपोर्ट गर्नुपर्छ हामीले, किनकि युद्ध सुरु भइसकेको छ। किनकि देशको हालत ठिक छैन, कतिखेर के हुने कसलाई थाहै छैन, हो कि होइन? यस्तो बारीको लाग्यो, कतिखेर के हुने हो कसैलाई थाहै छैन, कहाँ गएर। अब हामी पनि त यहाँ परदेशमा छौँ, अब कति हामीले देखिरहेछौँ हालतहरू। परदेशमा पनि ठिक छैन, परदेशमा पनि सबै कुराहरूलाई चाहिँ गाह्रो पिरो छ, हो गाह्रो पिरो छ। त्यहाँ 2-3 जना नेपालीहरू टिकटक बनाउन आएछन्, अब फर्काउन त सकिनँ मैले। देखाउँछु भन्थे, तर अब कसरी देखाउने? के को रमिता भइरह। के को रमिता हो? डरै लाग्छ त, धेरै स्पिड कुद्यो जस्तो मान्छु त मैले त साइकल त मेरो। कुन बाटो आयो म? किनकि बाटो बिर्सियो भने त तनाव भइगयो त पर्यो मलाई त। आउनु त आयो, तर कुन बाटो आयो मलाई पनि थाहा भएन। हरायो भने त बर्बादै भइगयो थियो यार। कताबाट कहाँ जाने हो मलाई त थाहै छैन नि त, हो कि न? यहाँबाट साइकल पेलेर जान त अनि घुमेर त बर्बादै हुन्छ त।
हो जस्तो लाग्छ के अरे म अस्ति आएको पनि किनकि अस्ति आएको पनि यही जस्तो लाग्छ कताबाट हो आएको गलत बाटो छिर्यो भने त बर्बादै भयो हराए जस्तो लाग्छ यार मलाई त हरायो भने त जिन्दगी नै नष्ट भएको त पर्नु मेरो त त्यही भएर गलत बाटो जस्तो मानेछु मैले अब यसरी फेरि छिरिहालौँ फेरि फर्केर जाउँ नत्र त कताबाट हो थाहै छैन मलाई बर्बादै हुन्छ त फेरि म त कहाँबाट जाने हो कताबाट जाने हो यत्रो पहाड चढेर जानु मलाई कम धौ भयो त यार फेरि अब त्योबाट रिटर्नबाट जानु भनेको त कम धौ हो त मलाई यार आमा अघि पो सरर पारेर आएँ त यार अहिले त कताबाट थाहै नपाएँ भने त बर्बादै हुन्छ त म त यार सेट बाटो बिर्सेर यार निलाइतिका त हो तर कताबाट आउने हो अस्ति नै चाहिँ आए जस्तो माने थिएँ मैले अहिले अब मलाई यो बाटोबाट जानु भने कम दुःख छ त यत्रो पहाड चढेर फेरि दुबारा जानु भनेको यहाँको कुरो होइन नि त यार सेट ओहो नहीं प्रभु मेरा गलती हो गया गलत जगह आइसु कि म गलत टाइमिङ में गलत जगह आइसु अब बाइक हुने पो सर पारेर गइरहन्छ त म बर्बाद भएन मेरो अब कहाँ दुःख पाए यार अयो उकालो चढ्न कम धौ छ कहाँ सकिन्छ यसरी यार खुट्टै पाटियो यार खुट्टा दुखेर परिसक्यो यार बाटो त मलाई यार सोमबार जानु यही लागेको थियो